तपाईको स्पोन्सरले फ्यामिली बिजनेस चलाउनुहुन्छ भने यो 5 वटा कुराहरुलाई चाहिँ तपाईहरुले अभोइड गर्नुपर्ने हुन्छ। पहिलो पोइन्ट भनेको चाहिँ तपाईले अघिल्लो वर्ष 5 लाख रुपैयाँ तिर्नुभयो एज अ ट्याक्स, त्यति इन्कम राखेर तपाईले ट्याक्स तिर्नुभयो। अर्को वर्ष मलाई इन्कम चाहियो भनेर एकैचोटी 10 लाखमा जानु भएन। नसुहाउँदो तरिकाले एकैचोटी ट्याक्सलाई बढाउनु भएन। अनि दोस्रो कुरा तपाईले ध्यान दिनुपर्ने भनेको बैंकिङ ट्रान्ज्याक्सन बिजनेसकै नाममा गर्नु पर्यो, पर्सनल एकाउन्टमा होइन। उनीहरुको नाममा बैंक स्टेटमेन्ट छ, यो तरिकाको कुराहरुले चाहिँ डकुमेन्टलाई बिगाड्ने भयो। तेस्रो कुरा कहिलेकाहीँ बैंक स्टेटमेन्टमा नाम फरक भइदिन सक्छ, बिजनेसको नाम एउटा भइदिन सक्छ, बैंक स्टेटमेन्टमा फरक भइदिन सक्छ। यो कुराहरु ध्यान दिनु पर्यो। अनि चौथो पोइन्ट चाहिँ तपाईहरुले कुनै एउटा बिजनेस दर्ता गर्नु भएको थियो, चलाइराख्नु भएको थियो, 3-4 वर्ष अगाडिदेखि ट्याक्स तिर्नु भएको थिएन। अहिले तपाईको छोराछोरीहरुलाई चाहियो भनेर चाहिँ कन्टिन्युअली 3-4 वर्षको एउटै टाइम फ्रेममा आज तिरेको छ, भोलि तिरेको छ, पर्सि तिरेको छ गरेर कर चुक्ता निकाल्नु भएन, कर त्यसरी तिर्नु भएन। करलाई समयमै टाइम टु टाइम तिर्दै अगाडि बढ्नु होला। अन्तिम पोइन्ट भनेको चाहिँ तपाईले बिजनेस चलाउनु भएको छ, त्यो बिजनेसको कुनै पनि डिजिटल प्रेजेन्स नै छैन, त्यसको इमेल आइडी छैन, गुगल म्याप छैन। तपाईले रजिस्ट्रेसन गर्ने बेलामा अरु कुनै मान्छेको फोन नम्बर राख्दिनु भएको छ, अरु कुनै इमेल एड्रेस राख्दिनु भएको छ, त्यसरी गर्नु भएको छ भने चाहिँ त्यसलाई सच्याउनु होला। हाम्रो अर्थ वाणिज्यमा गएर प्यानहरु अपडेट गर्न सक्नुहुन्छ। यसले चाहिँ तपाईको बिजनेसको डकुमेन्टेसनलाई राम्रो बनाउन हेल्प गर्छ। अन्य यस्तै इन्फर्मेसनहरुको लागि हाम्रो GIC पेजलाई फलो गर्नु होला र सधैँ अप टु डेट पनि रहनु होला है।